chocolate. Hi guys, welcome back to my channel. अनि आज चाहिँ घरमा बस्दा बस्दा बोर भएर हल्का दाजुभाइ मिलेर मोबाइल लेजेन्डमा र्याङ्क पुस हान्नुपर्छ जस्तो लाग्यो मलाई। अनि त्यही भएर आज दाजुभाइको मोबाइल लेजेन्डमा र्याङ्क पुस हुन्छ है। मोबाइल लेजेन्डको दादाहरू। अनि अहिले चाहिँ 11:20 भाइ छ। कपालमा गएर दाइसँग दाइ भन्दा नि ततरमा म भनेर बोली बानी छ बजेको थियो। अनि त भन्छ मैले वेट र्याङ्क पुस भन्दा नि झ्याउलाई घरमा बस्दा बस्दा अनि दाजुभाइ मोमेन्ट हुन्छ आज हाम्रो। अनि दाजु चाहिँ अस्ति भर्खर एक्सिडेन्टमा पर्नु भएको थियो है त्यो दाजु। अनि राजु चाहिँ अस्ति भर्खर एक्सिडेन्टमा परेको थियो। अनि घिस्रो यार। अनि अस्ति भर्खर म कहाँ थिएँ अस्ति भर्खर सानो एक्सिडेन्ट भन्दा नि एभरेज मिडियम एक्सिडेन्टमा परेको थियो होइन। अनि एङ्कलतिरको के हो त्यो खुट्टा फ्र्याक्चर भएर छ होइन। फ्र्याक्चर होइन थोरै क्र्याक भएर छ। त्यही भएर गाइजहरू ओभरटेक गर्दाखेरि हेरेर ओभरटेक गरौँ होला, राम्रोसँग चलाउँ होला। अनि यस्तो ब्लाइन्ड कर्नरहरूमा ओभरटेक गर्ने काम चाहिँ नगर्नु होला है। ब्लाइन्ड कर्नर हुन्छ त अब यताबाट गाडी आएको देख्दैन अनि त्यसमा माथि ओभरटेक गर्छन् क्या मान्छेहरूले। अनि त्यसमा एक्सिडेन्ट हुने चान्स एकदम धेरै हुन्छ क्या अब। अनि त्यति बेला ठ्याक्कै यो ब्लाइन्ड कर्नरमा ओभरटेक गर्ने बेला ठुलो गाडीहरू आयो भने चाहिँ सिधै क्या एकदम रिस्की हो नि। त्यो यस्तो हेर्दाखेरि ओभरटेक गरेर चलाऊँ होला। ल ओभरटेक म अगाडि देखिरहेको छु नि त मलाई खाली छ भनेर त्यो ओभरटेक गरिरहेको छु कि खाली छ त्यो ओभरटेक गरिरहेको छु। दिलले साइड लाइट बाल्नु भइरहेछ हर्न बजाउँ होला अनि त जाउँ ल। आज वेदर राम्रो छ यार। हो के हो पठाउ डेलिभरी दाइले त बबाल सुतायो त। अनि यहाँ लेफ्टपट्टि चाहिँ गोल्फ टाढोको बासलकोट छ यहाँ। 1 घन्टा होला खै कति 50 रुपियाँ कि कति तिरेर 1 घन्टा खेल्नु मिल्छ है यहाँ चाहिँ। सही हो। ओ भाइ साहब अंकल जी व्हाट इज दिस। के हो दिदी त नाइस बाइक एक्सेल। मैले त बिर्सेको मेरो मोबाइलले रेकर्ड भइरहेको छैन गोजीतिर छामेको। 1 म्याच 2 म्याच 3 4 5 6 म्याच खेल्यो होइन। 6 म्याचमा 2टा म्याच जित्यो। उनीसँग 3टा भयो अनि 3टा म्याच हार्यो क्या इक्वल खेल्यो कामै लागेन। गाइज होइन अहिले चाहिँ कति बज्यो भन्दाखेरि 10:32 भयो होइन। यहाँ चाहिँ अहिले देखाएको छैन थाहा छैन है 10:32 भयो। अनि खासै वर्ल्ड कप हेर्नु चाहिँ मान्छे छैन म अहिलेसम्म एउटा वर्ल्ड कप हेरेको छैन मैले। आज चाहिँ पोर्चुगल भन्नेको रहेछ कहिले रोनाल्डो अनि कसरी रोनाल्डो अनि रोनाल्डो स्पेनको रहेछ। अनि वर्ल्ड कप अहिलेसम्म लाइफमा एकचोटि हेरेको छैन मैले। फुटबलको फ्यान होइन म बास्केटबलको चाहिँ हेरेर हुन्छु। अनि आज चाहिँ कति बजी अरे 12:45मा हुन्छ अरे वर्ल्ड कप चाहिँ सुरु। अनि अहिले चाहिँ फेरि भोलि बिहान घर नै जान छ। घर गएर फेरि कलेज जान छ। अनि कलेज जानलाई सुत्ने टाइपमा हुँदैन। अनि 3 बजी सिद्धिन्छ अरे वर्ल्ड कप चाहिँ। 4 बजी उठेर जानुपर्ने हुन्छ मगर। त्यही भएर अहिले सुत्छु। अनि फेरि वर्ल्ड कप सुरु हुने बेला मलाई राजुले उठाउँछ अनि हेर्छु होला म। हेरेपछि फेरि भयो भने 1 घन्टा सुत्छु अनि त्यसपछि कलेज जान्छ। गाइज बाई ल गाइजहरू भयो नि।
3G फुटेज कहिले आउँछ थाहा छैन होइन 4G वाले हार्यो 0-1 भएर हार्यो रोनाल्डोले नाइस ट्राई गरेको थियो सुत्नु पर्यो जस्तो लाग्यो अब कलेज पनि जानु छ अब अहिले 3 कति भयो भन्दाखेरि कति बजे 3:10 10 बजेर धेरै 10 3 बजेर 10 मिनट भयो त अब सुत्नुपर्छ अनि फेरि कलेज उठेर जानुपर्छ त गाइज ल गाइज यति नै द्याट्स इन फर टुडे होप यु अल लाइक इट मन पर्यो भने लाइक गर्नु मन पर्यो भने डिसलाइक गर्नु कमेन्ट ट्याक लेखिदिनु होला बाई खत्म बाय बाय टाटा गुड बाय गया